पूर्व राजा ज्ञानेन्द्र शाहले भनिसक्नुभयो अब म सक्रिय हुन्छु। सक्रिय भयो भने सिद्धिन्छन् तिनी। यिनलाई चाहिँ नेपाली जनताले उदारतापूर्वक राजावादीहरूलाई भने निर्देशन दिइसक्नुभयो। कमल थापालाई बोलाएर, राजेन्द्र निगदेललाई बोलाएर, नवराज सुवेदीलाई बोलाएर, केशरबहादुर विष्टलाई बोलाएर भन्नुभयो अब राज संस्था बिउत्याउने। पूर्व राजा ज्ञानेन्द्र शाह राजा बन्ने रे अब। असम्भव। तपाईकै कार्यकालमा ल म हेर्छु, तपाईलाई विश्वास लाग्दैन? बिल्कुल लाग्दैन, यो असम्भव कुरा हो। तर आज तपाईलाई थ्रेट गर्नुभयो उहाँले। त्यो थ्रेट उनले गरेको थ्रेटलाई मैले रौँ बराबर थ्रेट ठाने होइन। पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा भएको दरबार हत्याकाण्ड तपाईँ भन्न सक्नुहुन्छ? मैले त हजार पटक भनिसकेका छु। नेपाली जनताले जनताको मनमा सबैलाई त्यही छ। त्यसकारण धेरै उफर बाफर नगरे हुन्छ। चलखेल गरिराख्नु पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर तपाईँ के गर्नुहुन्छ त्यतिखेर? तपाईँहरूको बटम लाइन के हुन्छ? काङ्ग्रेस एमाले माओवादी कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ। मैले त प्रधानमन्त्रीलाई अस्ति पनि सुझाव दिएको थिएँ, उनलाई दिएको सेक्युरिटी झिकिदिनुपर्छ पहिला। अनावश्यक बेकार काम न काज